कसकसले खानुहुन्छ यो नुन? हालसालै बजारमा पाइने आयो नुनमा WHO विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा 3 गुणा बढी आयोडिन भएको खुलासा भएपछि आम नेपाली जनतामा एकदमै चासोको विषय बनेको छ। अत्याधिक आयोडिन सेवनले थाइरोइडको समस्या र हार्मोन सम्बन्धी समस्या निम्त्याउने हुँदा सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। यस्तो अवस्थामा सरकारले तुरन्तै लिने कदमहरूमा निम्न विषयहरू पर्दछन्। 1. नुनमा हुने आयोडिनको स्तर मापन गर्न अनिवार्य निरीक्षण प्रणाली लागू गर्नु। 2. नुन उत्पादन गर्ने उद्योग WHO को मापदण्ड अनुसार सीमित गराउने कडाइ अपनाउने। 3. स्वास्थ्य मन्त्रालयले आम उपभोक्तालाई आयोडिनको मात्रा र असरबारे जानकारी दिने सार्वजनिक जनचेतना अभियान चलाउनु। 4. नियम उल्लङ्घन गर्ने उत्पादकहरूलाई कारबाही गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नु। यदि यी कदम तत्काल नलिएमा अत्याधिक आयोडिनयुक्त नुनको प्रयोगले